विश्वमा सबैभन्दा पहिला फुटबल खेल्न सुरुवात कसैले फ्रान्सबाट भयो भन्छन्, कसैले ब्राजिलबाट भयो भन्छन्, कसैले अन्यत्रबाट भयो भन्छन्। एक्ज्याक्टली यसको डेटा मसँग छैन, तर विश्व फुटबलको सुरुवात जहाँसुकैबाट भए पनि विश्व फुटबललाई रुलिङ गर्ने नेसन्स क्षेत्र भनेको ब्राजिलियन फुटबल नै हो। यदि कोही कसैलाई फुटबलको विषयमा अलिकति मात्रै ज्ञान छ भने त्यसलाई यो कुराको पनि ज्ञान अलरेडी भइसकेको हुन्छ कि फुटबलको सबैभन्दा अग्रणी राजा भनेको ब्राजिल हो भन्ने कुरा। अब अहिलेको हालसालैको अवस्था र केही वर्ष यता खसिदो अवस्थाले गर्दा ब्राजिल अलिकति कमजोर भएको छ, तर हराएको छैन, विलिन भएको छैन र यसले कमब्याक हान्ने छ। यो त भयो ब्राजिल जो इतिहास बोकेको अनि विश्व फुटबलमा एकदमै सफल भएको फुटबल क्षेत्रको देश। अनि अर्को देश मोरक्को जो मोडर्न फुटबलमा एकदमै धेरै विश्वव्यापी चर्चा परिचर्चा पाएको, विश्वव्यापी सफलताको सूचीमा नम्बर 1 मा राखिएको मोडर्न फुटबल, जसले बितेको केही छोटो समय अवधि भित्रमा नै सबैभन्दा ठूलो सफलता प्राप्त गरेको एकाडेमिक जुनियरदेखि सिनियर टिमसम्मै सफलता प्राप्त गरेको टिम हो मोरक्को। र यो दुईटै टिममा सरसर्ती अहिलेको अवस्थामा यो वर्ल्ड कपको स्क्वाड हेर्ने हो भने यङ जेनेरेसन्स र अनुभवी जेनेरेसन्सको सीमित मिश्रित भएको देखिन्छ। सबैभन्दा ठूलो कुरो दुईटै टिममा एक्सलेन्ट ब्यालेन्स्ड लेभलको स्क्वाड देखिन्छ अहिले यो वर्ल्ड कपमा। यही दुईवटा टिमहरूले वर्ल्ड कपको आफ्नो ग्रुपको पहिलो म्याच खेल्दैछन्। भोलि राति 3:45 सुरु हुँदैछ, बिहान एकदमै फ्रेस माइन्डमा हेरिन्छ। यो म्याच भनेको मेटलाइफ स्टेडियम, अमेरिकाको बवाल ठुलो स्टेडियम, जसमा मलाई लाग्छ 82,500 समथिङ क्यापासिटी भएको स्टेडियम। यो स्टेडियम पुरै फुल हुन्छ, स्योर 100% हो। मोरक्कोको फ्यान बेस हामीलाई थाहा छ र ब्राजिलको त अब के कुरा गर्नु, त्यो फ्यान बेसको त अब कुरै छोडिदिउँ। टप लेभलको हेर्न मजा आउने म्याचहरू मध्येको एउटा यो म्याच पनि हो। दुईटै टिमलाई बेस्ट अफ लक भन्न चाहन्छु।